फेरि पनि सबैलाई जय मसीह। नमस्ते मेरा प्रिय मित्रहरू, तपाईँहरूलाई स्वागत छ बाइबल स्टोरीमा। जब परम प्रभुले समुएल अगमवक्तालाई भन्नुभयो बेथलेहेमको यिशैको पासमा जा, म त्यसका छोरालाई दाउदलाई म राजाको लागि चुनेको छु। र समुएल जान्छ यिशैको पासमा। दाउदको बुवाले आफ्नो अरू छोराहरूलाई समुएलको अगाडि राख्दछन्, तर परमप्रभुले भन्नुहुन्छ यिनीमध्ये कसैलाई पनि मैले चुनेको छैन। समुएलले सोच्छ दाउदको बुवालाई कि यति मात्रै हुन्। अनि साउल समुएलको अगाडि दाउदको बुवाले भन्दछ, होइन कान्छो छोरो छ, तर त्यो त भेडा चराउन गएको छ। समुएलले भन्छ त्यसले बोलाऊ। र जब दाउद समुएलको अगाडि आउँदछ, परमप्रभुले दाउदले भन्नुहुन्छ यही नै हो, यसलाई अभिषेक गर। मेरा प्रिय मित्रहरू, परमेश्वरले हृदयलाई हेर्नुहुन्छ, न कि बाहिरी स्वरूप। मानिसले बाहिरी स्वरूप हेर्छन्। मानिसको अगाडि तपाईँको गणना भएको छैन होला। तपाईँ बस्ने समाजमा, तपाईँको अरू व्यक्तिहरूको बिचमा तपाईँको गणना वा तपाईँको गन्ती हुँदैन होला। तपाईँ आफ्नो हृदयलाई दुखित नतुलाउनुहोस्। तपाईलाई समाजले स्वीकार गर्दैन होला, किनकि तपाईँको पासमा क्षमता छैन होला, तपाईँको पासमा पढाइ छैन होला, तपाईँको पासमा धन सम्पत्ति छैन होला। त्यस्तो अवस्थामा, किनकि भरिपूर्ण भएको अवस्थामा सबैले स्वीकार गर्छन्, सबैले गन्तीमा राख्छन्, तर केही नभएको अवस्थामा कसैले पनि राख्दैन। दाउदको पासमा हेर्दाखेरि उसको बुवाले र उसको दाजुभाइहरूले केही पनि छैन जस्तो लाग्यो र गन्तीमा राखेनन्। तर परमप्रभुले त्यही दाउदलाई इजरायलको राजाको रूपमा चुन्नुभयो। त्यही दाउदलाई तीन दाजुभाइको बिचमा उहाँले उभ्याउनु भयो। मेरा प्रिय मित्रहरू, आज तपाईँ र मलाई परमेश्वरले उभ्याउन चाहनुहुन्छ। तपाईँ र मलाई आज मानिसले जसोसुकै प्रकारको प्रतिक्रिया हाम्रो प्रति दिए तापनि आफ्नो हृदयले दुखित नतुलाइकन परमेश्वरले दिनुभएको योजनालाई सम्झेर आफ्नो हृदयलाई हर्षित तुल्याउनुहोस्। परमेश्वर तपाईँलाई उभ्याउन चाहनुहुन्छ। के तपाईँ तयार हुनुहुन्छ? के तपाईँ दाउद जस्तै समुएलको अगाडि आएर परमेश्वरको योजनालाई बुझ्न चाहनुहुन्छ? त्यसो हो भने आज तपाईँ यो वचन सुनेर, यो आवाजलाई सुनेर परमेश्वरका पासमा आउनुहोस्, परमेश्वरका आउनुहोस् र आफ्नो जीवनलाई उहाँको हातमा राख्नुहोस्। उहाँले तपाईँलाई उभ्याउनुहुनेछ हरेक अवस्थामा, चाहे त्यो रित्तोपनको अवस्था किन नहोस्। यो उहाँको वचन हो र यो सत्य हो। धेरै मानिसहरूले यो सत्यतालाई महसुस गरेका छन्। परमेश्वरले तपाईँलाई प्रशस्त मात्रामा आशीष दियो।